सामान्य किसिमले बुझ्ने हो भने शारीरिक समस्या एउटा प्राकृतिक प्रक्रिया हो जसले साधारण घटना बाहेक अरू कुनै अर्थ राख्दैन। तर यस्तो घटना हामी मध्ये जो कोहीलाई जुनसुकै समयमा पनि घट्न सक्छ। छट्ट हेर्दा कमजोर लाग्न सक्ने शारीरिक बनोटले मानिसको वास्तविक बौद्धिक क्षमता वा फरक क्षमताको आकलन गर्न भने पक्कै पनि सक्दैन। तर पनि यही यथार्थलाई समाजले गर्ने व्यवहार निहाल्ने हो भने समाजले भरत जस्ता मानिसलाई विभिन्न दृष्टिबाट साथ र हौसला प्रदान गर्नुको साटो झनै पीडाका पत्थरले हिर्काउने गर्छ। जाजरकोटमा जन्मिएका भरत बिसीलाई लाग्छ बाँच्नु मात्र जीवन होइन, जीवन बाँच्नका लागि गरिने सङ्घर्षहरू नै जीवन बाँच्नुको वास्तविक अर्थ हो। सामान्य मानिस होस् वा आफू जस्तै फरक क्षमता भएका, उनको भोगाइको अनुभव अनुसार उनलाई लाग्छ पहिले त मानिसले आफ्नो अस्तित्वलाई नै स्वीकार्न सक्नुपर्छ अनि मात्र आफ्नो कर्मको जोहो मिल्दै जान्छ। मलाई लाग्छ जीवन भनेको अब दुःख सुखको एउटा बाटो हो, खोला जस्तै हो हैन। कहिले कुन घुम्ती आउँछ ठोकिन्छ, कहिले कुन घुम्ती आउँछ ठोकिन्छ, तर मानिसले हरेस चाहिँ खानु हुँदैन रहेछ। यदि मैले मेरो यो लाइफमा यो दौडमा त्यतिखेर नै मेरो अपाङ्गतालाई नै स्वीकारिकन, मेरो समाजले यस्तो भने, मेरो परिवारले स्वीकारेन भनेर मैले यदि खोलामा हाम फालेर मरेको भए आज म यो ठाउँमा हुँदैन थिएँ र मेरो मबाट पाउनुपर्ने सेवा सुविधाहरू साथीहरूले पाउँदैन थियो होला। तर मैले आफ्नो अपाङ्गतालाई स्वीकारेर आफ्नो पढाइलाई निरन्तरता दिएँ, आफ्नो काम गरेँ, अहिले अरूको लागि एउटा एक्जाम्पल भएर बसिरहेको छु भनेपछि त्यो भएर मानिसले कुनै दुःख पर्दाखेरि चाहिँ हार खानु हुँदैन, हरेस खानु हुँदैन, बाटो चेन्ज गर्नु हुँदैन। तर दुःख आउँछ, दुःखमा पनि एडजस्ट गर्न सक्नु पर्यो, सुखमा पनि एडजस्ट गर्न सक्यो भने चाहिँ मान्छेको जीवन एकदमै खुसी हुन्छ जस्तो लाग्छ। जन्मजात पोलियोको शिकार बनेर समयमै उपचार नपाउँदा पोलियोले च्याप्दै जाने क्रममा उनको दुवै खुट्टा नचल्ने भए। उनको जीवनमा उत्पन्न भएको शारीरिक समस्याले उनको क्षमतामाथि नै चुनौतीको ठूलो प्रश्न चिन्ह खडा गर्यो। मेरो जन्म चाहिँ जाजरकोट जिल्लाको टाटा भन्ने ठाउँमा भयो, जुन चाहिँ फिजिकल्ली एकदमै गाह्रो ठाउँ हो। यो चाहिँ पहाडी जिल्ला पर्यो। पहाडी जिल्लाको पनि एकदमै गाडी नपुग्ने ठाउँ, हिँडेर जानुपर्ने, एक दिनभरि हिँड्नुपर्ने ठाउँमा मेरो जन्म भयो र त्यहाँको भौतिक संरचनाहरू एकदमै गाह्रो थियो। त्यसमा चाहिँ मेरो जन्म भइसकेपछि 6 महिनामा म यस्तो पोलियोले ग्रसित हुन पुगेँ र पोलियोले ग्रसित भइसकेपछि मेरो फ्यामिलीमा एउटा निराशापन आयो। निराशापन आइसकेपछि मेरो छोराले केही गर्न सक्दैन, अब हामी बाबामा हुन्जेलसम्म बाँच्ने हो, त्यसपछि कसले हेर्ने भन्ने कुरा, अनेक कुराहरू खेल्न थाले मनमा। बाल्य अवस्थामा मग्न भएर रमाउँदै सामान्य जीवन बाँच्ने रहर कसको हुँदैन होला र। नथाकुन्जेल खेल्ने, साथीभाइसँग हातेमालो गर्दै झोला भिरेर स्कुल दौडिने र अरू जस्तै वस्तु लिएर वनपाखा डुल्ने रहर भरतको पनि नभएको होइन। तर उनको दैनिकी रहरको प्रतिकूल रह्यो। समाजको तीखो वचनको बाढबाट जोगाउन आफ्ना माहिला छोरालाई घरमै लुकाएर राख्ने परिवारको मायामा सहानुभूतिको आभास मात्र हुन्थ्यो। भरतको मन र मनोबलले आफ्नै परिवारको प्रेरणा, प्रोत्साहन र समर्थनको आड पाएको आभास समेत गर्न सकेन। उनका लागि समाजमा भएका घर केवल माटोको थुप्रो र मानिसहरू मूर्ति बराबर भइसकेका थिए। उनी आफ्नो जीवनशैली देखेर आफै आजित भइसकेका थिए। सबैजना साथीहरू स्कुल जान्थे र मेरो बुवा पनि त्यो स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो। म सधैँ घरमा बसिराख्ने, घरको कामहरू गर्ने, सरसफाइ गर्ने, मल फ्याल्ने, धान लगाउने, यताउता काम गर्थेँ। तर त्यही गर्ने क्रममा चाहिँ मलाई एक दिन चाहिँ स्कुल जान एकदमै इच्छा जाग्यो र स्कुल कस्तो हुँदो रहेछ त, पढ्ने ठाउँ, स्कुल भनेको के रहेछ हेर्न चाहिँ एकदमै इच्छा भएर चाहिँ साथीहरूसँग स्कुलसम्म पुगेको थिएँ। र स्कुलसम्म पुग्दाखेरि चाहिँ मैले बाहिरबाट हेरेँ साथीहरू अब लाइन बसेर चाहिँ पिटी गरिरहेको र अगाडिबाट टिचर्सहरूले चाहिँ गाइड गरिरहेको। त्यो देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो र यस्तोसम्म गर्न पनि
मिल्दो रहेछ, यदि म हिँड्न सक्ने भएको भए म रेगुलर स्कुल आएर चाहिँ यसरी पढ्न सक्थेँ भन्ने सोच, विभिन्न थरीका सोचहरू आउन थाले। र त्यति हेर्ने क्रममा सबै विद्यार्थीहरू चाहिँ आफ्नो कक्षा कोठा गए। त्यसपछि म त्यहाँ बस्नुको उचित त थिएन। त्यसपछि म फर्किने क्रममा चाहिँ त्यहाँ छरछिमेकहरू भेटिए। यस्तो लुलो लङ्गडो भएर पनि यहाँसम्म आएर स्कुलसम्म आएर के देखाउन खोजेको हो भन्ने कुराहरू सुन्दाखेरि चाहिँ मलाई एकदमै पीडा लाग्यो। र त्यतिखेर अब त्यही क्रममा अब म कहिलेकाहीँ खोलामा नुहाउन जान्थेँ साथीहरूसँग। त्यस्तो बेला पनि मलाई थुप्रो मान्छेहरूले थुप्रै वचनहरू लगाएको अझै पनि मनमा सम्झिन्छु कि त्यो कुराले गर्दाखेरि मलाई नराम्रो फिल त हुन्थ्यो, तर म एक दिन देखाउँछु भन्ने पनि लाग्थ्यो। त्यसरी पोजिटिभली पनि लिन्थेँ। समाजले उनको निम्ति बनाएको सङ्कीर्ण धारणाहरूका कारण उनको कलिलो मस्तिष्कमा अन्ततः छाप पार्यो। हो, म अरूभन्दा फरक, असक्षम र अपाङ्ग हुँ। आफू फरक भएकै कारण सबैसँग अलगिनु परेको र यस्तो जीवन बाँच्नुको अर्थ नरहेको निष्कर्षमा पुग्न बाध्य बनायो समाजले। मैले पौडी खेल्ने क्रममा म बाँच्दिनँ अब यो पीडा कति दिन सहेर बस्ने, मेरा बाबुआमा हुन्जेल पो म बाँचौँला, खुसी साथ बसौँला, मैले भनेको कुराहरू पुर्याइदिनु होला। त्यसपछि त दाजुभाइ हुन्छन्, दाजुभाइले नहेर्लान्, अब छरछिमेकले नहेर्लान्, होइन कसले पालिदिन्छ त भन्ने कुरामा चाहिँ सोच आउँदाखेरि चाहिँ मैले खोलामा एकचोटि हाम फालेर म मर्छु भन्ने ट्राई गरेँ। तर साथीभाइहरूले चाहिँ मलाई बचाएर चाहिँ होइन यस्तो गर्नु हुँदैन, बाँच्नुपर्छ, थुप्रै कुराहरू गर्नु छ भनेर चाहिँ सम्झाउने त्यो कोसिस भएको थियो। संसारमा आफू जस्तै शारीरिक समस्यासँग जुझ्दै जीवनलाई अगाडि बढाइरहेका अरू पनि आफू जस्तै धेरै मानिस रहेको थाहा पाए भरतले। त्यसै दिनदेखि आफ्नो सपनालाई धुम्म पारेर ढाकेको तुवालो बिस्तारै फारिँदै गएको आभास हुन थाल्यो। मैले आफैले आफ्नो अपाङ्गतालाई स्वीकारेको थिएन। समाजले हेर्ने दृष्टिकोण, व्यवहारले गर्दाखेरि नराम्रो अवस्थामा पुग्दाखेरि नै मेरो दाइ चाहिँ काठमाडौँमा पढ्नुहुन्थ्यो। उहाँले एउटा पत्रिका लिनुभएको रहेछ। त्यो पत्रिकामा एउटा आर्टिकल लेखिएको थियो जो अपाङ्गता भएको व्यक्तिको सफलताको कथा थियो। उसले चाहिँ आफ्नो दैनिकी जीवनलाई चाहिँ सहज रूपमा चाहिँ अगाडि बढाइरहेको कथा पढ्न म सफल भएँ। उसले चाहिँ पढाइ, आफ्नो निरन्तरता पढाइ गरिरहेको रहेछ, बैशाखी टेकेको रहेछ, अनि ऊ हिँडडुल गर्न सक्ने त्यो फोटो पनि देखेँ, प्लस त्यो आर्टिकल पढेँ। त्यो आर्टिकलले चाहिँ मलाई भित्रदेखि नै अपाङ्गता भएको व्यक्तिले पनि थुप्रै कामहरू गर्न सक्दो रहेछ, उसले पढ्न पनि पाउने रहेछ, हरेक अपर्च्युनिटिजहरू पाउने अवस्था हुँदो रहेछ भनेर चाहिँ त्यो आर्टिकलले मेरो दिमागमा र मेरो मनमा नै टच गर्यो कि, र मेरो लाइफ नै एउटा टर्निङ पोइन्टको रूपमा लिन सफल भयो त्यो आर्टिकलले गर्दाखेरि। विवेक, ज्ञान, मेहनत र आत्मविश्वास नै आफ्नो सफलताको हतियार हो भन्ने बुझेका भरतले आफ्नो पढाइलाई निरन्तरता दिने सङ्कल्प गरे। जाजरकोटमा रहँदा बन्द 4 कुना कोठा भित्रै सीमित रहेर आफ्ना इच्छा र आकाङ्क्षालाई बन्दगी बनाइ राखेका भरतलाई आखिरमा काठमाडौँले डोर्याइ छाड्यो। पढ्न पाउने खुसीको थुप्रो एक ठाउँमा थियो भने आइलाग्ने विभिन्न समस्याहरूको भारी अर्को। जब म काठमाडौँ आएर होस्टेलमा भर्ना भएँ, डाक्टरले भनेअनुसारको सल्लाह दिएअनुसारको एउटा डिसेबल रिहेबिलिटेसन सेन्टर डिआरसीमा चाहिँ बस्न म सफल भएँ। त्यसपछि मेरो पढाइ सुरु भयो। कक्षा 4मा खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा मेरो पढाइ सुरु हुन थाल्यो। त्यतिखेर मलाई अब एकैचोटि 4 क्लासमा राख्दाखेरि मलाई एकदमै गाह्रो भयो। 1 2 3 आउँदैन थियो भनेपछि इङ्ग्लिस पनि आउँदैन थियो, अनि मलाई एकदमै गाह्रो भयो। गणितमा 0.5 पनि ल्याएको थिएँ कि सुरुमा। अनि त्यसपछि त्यहाँको सरले होइन तैँले केही पनि गर्न सक्दैनस्, अवस्था गाह्रो छ, पढेर गर्न सक्दैनस् भने अरू बरु ट्रेनिङहरू लिएर केही काम गऱ्यो भने राम्रो हुन्छ भन्ने सल्लाह सुझाव पनि दिनुभयो। होइन मैले चाहिँ त्यो कुरालाई चाहिँ मनमा लिएँ, केही पनि गर्न सक्दैनस् भन्ने कुरालाई चाहिँ मनमा लिइसकेपछि चाहिँ होइन म केही गरेर देखाउँछु भनेर घरमा आउने, मेहनत गर्ने, ट्युसन पढाउने म्यामहरू हुनुहुन्थ्यो त्यहीँ होस्टेलमा। म जस्तै थुप्रै अपाङ्गता भएको व्यक्तिहरू त्यहाँ बस्नुहुन्थ्यो। अपाङ्गता भएको व्यक्ति प्लस अनाथ बालबालिकाहरू बस्ने पढ्ने व्यवस्था थियो। त्यसमा चाहिँ मैले होस्टेलमा बसेको फी चाहिँ तिर्नुपर्ने अवस्था रहेनछ, तर बुवाले मलाई 1 वर्षपछि चिठी पठाउनु भयो, छोरा मैले तेरो लागि 1 वर्षको लागि 19,000 तिरिसकेको छु, अब आउने दिनहरूमा सायद तिर्न सकिँदैन होला,
तैँले के सोचेछस् भनेर चिठी पठाउनु भयो। अनि मलाई थाहा भयो कि मेरो लागि यहाँ पैसा तिरेको रहेछ भनेर। अनि त्यहाँ चेयरम्यानसँग कुरा गर्दाखेरि चाहिँ पछि फ्री गरिदिनु भयो। अनि आफ्नो पढाइको, स्वास्थ्यको, खाना बस्न सबै होस्टेलले नै बिहोर्थ्यो। भरतलाई लाग्थ्यो गाउँमा शिक्षा र ज्ञानको अभावले गर्दा समाजले उनको फरक क्षमतालाई पहिल्याउन नसकेको होला। काठमाडौँको भिड शिक्षित र आधुनिकताको भिड लाग्थ्यो भरतलाई। बत्तीले उज्यालिएको काठमाडौँ सोचाइमा भने जाजरकोट जस्तै अन्धकार लाग्यो। उनलाई हेर्ने जाजरकोटको आँखा र काठमाडौँको आँखामा खासै अन्तर थिएन। अरूका कारण आफ्नो केही गर्ने जोसमा कहाँ कमी हुन्थ्यो र। यस्ता व्यवहारले आफ्नो क्षमतालाई प्रस्ट्याउन थप ऊर्जा दिएको महसुस गर्दै बास्केटबललाई नेटमा छिराउने प्रयासमा लागि परे। कोठा खोज्ने क्रममा अब विभिन्न बाधाहरू आइपुगे। अब अपाङ्गता भएको व्यक्तिले सरसफाइ गर्दैन, भाडा कसरी तिर्छ भनेर चाहिँ कोठा नदिने होइन। अब एक्सेसिबिलिटी पनि हेर्नु पर्यो। कोठा पाइने, टोयलेटमा व्हिलचेयर नजाने, त्यसपछि टोयलेट राम्रो पायो भने कोठा नपाइने, त्यस्तो समस्याहरू थुप्रै भोग्नु पर्यो। अनि खोज्दा खोज्दै म कीर्तिपुरमा चाहिँ कोठा पाउन सफल भएँ। एउटा कोठा पाएँ। कोठा पाइसकेपछि अब कलेज खोज्नु पर्यो। फेरि कीर्तिपुरमा बस्ने स्टुडेन्टहरू चाहिँ धेरै जसो यो कुमारी पार्टी आएर पढ्दो रहेछ। अनि मैले पनि त्यही विचार गरेर चाहिँ कलेज खोज्न थालेँ। यो काष्ठमण्डप, कलङ्कीको काष्ठमण्डप खोज्न थालेँ सुरुमा। त्यहाँ ह्युम्यानिटिज पनि रहेछ र राम्रो कलेज हो भन्ने पनि सुने। त्यो खोज्दाखेरि पनि मलाई एकदमै गाह्रो भयो खोज्नलाई लोकेसनको आधारमा। अनि त्यसपछि त्यो गर्ने, त्यसपछि यो युनाइटेड कलेजमा गएँ। अनि युनाइटेड कलेजले सुरुमा तपाईँलाई स्कलरसिप दिन्छु, पढ्नुहोस्, तपाईँ जस्तो स्टुडेन्ट चाहिन्छ भन्यो। पछि उनीहरूले फर्म बिकाउनको लागि पनि गरेको रहेछ। अनि फर्म लिएँ, इन्ट्रान्सको फर्म 700 रुपियाँ तिरेर। पछि इन्ट्रान्सको लागि रेडी भएर गएँ। रेडी भएर कुरा गर्दाखेरि चाहिँ होइन, तपाईँले त 90% ल्याउनु पर्थ्यो, तपाईँको 84% मात्र छ, हामीले तपाईँलाई डिस्काउन्ट दिन सक्दैनौँ भन्यो। त्यसपछि मैले इन्ट्रान्स नदिइकन त्यो फर्म च्यातेर अनि हिँडेँ। त्यसपछि कलेजहरू खोज्ने क्रममा क्यास्पियनमा गएँ, हरेक कुराहरू गएँ। त्यसपछि भएन, कुनै कलेजले डिस्काउन्ट नदिने र मैले खोजेको वातावरण पनि नभएको कारणले गर्दाखेरि चाहिँ विलियम्स कलेजमा चाहिँ जोइन गर्न गएँ। र त्यहाँ राम राई सर हुनुहुन्थ्यो भाइस प्रिन्सिपल। उहाँले एकदमै कोअपरेट गर्नुभयो र तपाईँलाई चाहिने सेवा सुविधा हामी दिन्छौँ, क्लासहरू माथि छ, हामी तल सारिदिन्छौँ भनेर भनिसकेपछि चाहिँ म एकदम खुसी भएँ र पछि त्यसमा चाहिँ भर्ना भएँ। एसएलसी दिनुभन्दा अगाडि चाहिँ मैले एउटा प्रोग्राम, टिभी प्रोग्राम हेरेको थिएँ, अपाङ्ग आवाज भन्ने, जसमा चाहिँ व्हिलचेयर बास्केटबल सम्बन्धी प्रोग्राम देखाएको थियो। अनि मलाई त्यो खेल हेरिसकेपछि मलाई एकदमै भित्रबाट इन्ट्रेस्ट लाग्यो। म सानैमा गाउँमा पनि भुइँमै बसेर ब्याडमिन्टनहरू खेल्ने, भलिबल खेल्ने दाइहरूसँग होइन, अनि फुटबल खेल्ने, गोलकिपर भए पनि बस्ने, त्यस्तो गर्थेँ। स्पोर्ट्समा एकदमै इन्ट्रेस्टेड। अनि त्यो प्रोग्राम देखिसकेपछि मैले पनि सोचेँ र मेरो देशको लागि मैले पनि एक दिन यो बास्केटबल खेल्नै पर्छ। हाम्रा धेरै सपनाहरू सुरुमा असम्भव जस्तो लाग्छ, अलि पछि सम्भाव्य लाग्दै आउँछ र हामी भित्र पलाएको इच्छा शक्तिले चाँडै नै अपरिहार्यमा बदलिदिन्छ। भरतको जीवनको भोगाई पनि हेलेन केलरको यो भनाइको सेरोफेरोमा मेल खान पुगेछ। उनको सफलता नै यो भनाइको लागि एउटा पेचिलो उदाहरण बनेको छ। परिवारले गर्न सक्दैन, मेरो छोराले केही गर्न सक्दैन, समाजले भनेको थियो यसले केही पनि गर्न सक्दैन, यसको बाबाआमा हुन्जेल मात्र बाँच्ने हो यो भन्ने अवस्था थियो भने अहिले मैले आफैलाई नै स्वीकारेँ, आफ्नो अपाङ्गतालाई स्वीकारेँ। म अहिले त आफू अपाङ्ग भइसकेपछि गर्व फिल गर्छु, किनभने अरू नगएको ठाउँमा पुग्न सकेको छु। एउटा यही क्षेत्रमा पनि बस्दाखेरि अब समाजले हेर्ने दृष्टिकोण फरक थियो पहिला। अहिले बिहान पढ्न गइरहेको छ, दिउँसो जब गरिरहेको छ, बेलुका खेलिरहेछ, आफ्नो काम आफै गरिरहेछ, एक्लै रुममा बसेर गर्न सक्दैन लिस्टलाई चाहिँ अहिले हरेक कुराहरू गर्न सकिरहेको छु भनेपछि त मान्छेहरूमा परिवर्तन त हुन्छ नि त। अब इन्टरनेसनलमा एउटा गेम खेल्यौँ हामीले, यो बङ्गलादेश, इन्डिया, नेपाल र पाकिस्तान गरेर यो इन्टरनेसनल गेम भएको थियो। त्यसमा चाहिँ नेपालमै अर्गनाइज भएको कारणले गर्दा नेपालमै खेल्यौँ। अरू हामीले खेल्नुभन्दा अगाडि चाहिँ बाहिर चीनमा गए, भारतमा गए, थुप्रै देशहरूमा गइसकेका थिए। हाम्रो यो समयमा चाहिँ हामी बाहिर खेल्न पाएको छैनौँ टिम गेम। तर मैले चाहिँ इन्डिभिजुअल गेममा चाहिँ जापान गएर चाहिँ ट्रेनिङ लिएँ, व्हिलचेयर रेसको ट्रेनिङ लिएको थिएँ
प्लस कोरियामा गएर व्हिलचेयर रेसको मेडल पनि ल्याएर आएँ होइन। बङ्गलादेश गएँ, अरू थुप्रै देशहरूमा जाने कोसिस अझै गरिरहेको छु। जीवनमा धेरै बाधाहरू पार गर्दै आएका भरत बिसीलाई लाग्छ परिवर्तन र धैर्यता एक अर्कामा परिपूरक हुन्। यो प्रक्रियाको सुरुवात पनि आफैबाट गर्नुपर्छ र साना साना बालबालिकाहरूबाट नै सोचाइमा परिवर्तन ल्याउनुपर्छ। यसरी व्हिलचेयर बास्केटबल खेल्न सक्दो रहेछ व्हिलचेयरमै बसेर। अब थुप्रै मान्छेहरूले सोध्छ कोर्ट फरक हुन्छ होला, स्कोर गर्ने रिङ तल हुन्छ होला, तर त्यो होइन नि त। हामी नर्मल कोर्टमा नै जसरी व्हिलचेयरमा बसेर मजाले खेल्न सक्छौँ भनेपछि त्यो एउटा सानो बच्चाले अपाङ्गता भएको व्यक्तिमा हेर्ने दृष्टिकोण चेन्ज भयो नि त। यसरी खेलाडी पो हुनुहुँदो रहेछ उहाँहरू भनेपछि उहाँले अब सानो बच्चाले घरमा गएर बुवा आमालाई सेयर गर्ने भयो, बुवा आमाले छरछिमेकलाई भन्ने भयो। अनि छरछिमेकमा जो अपाङ्गता भएको व्यक्ति चाहिँ एउटा रुममा लिमिट भएर बसेको मान्छे चाहिँ बाहिर निस्किने भयो। उसले अवसर पायो भने चाहिँ यतिसम्म गर्न सक्दो रहेछ भन्ने कुरा भयो नि त। आफ्नो अपाङ्गतालाई आफूले स्वीकारेन भने फ्यामिलीले पनि स्वीकार्नेवाला छैन, समाजले स्वीकार्नेवाला छैन, राष्ट्रले स्वीकार्नेवाला छैन। त्यो भएर आफ्नो अपाङ्गतालाई आफैले स्वीकार्नुहोस्, आफ्नो परिवारलाई कन्भिन्स गर्नुहोस्। अवसर पायो भने जस्तोसुकै अपाङ्गता भएको व्यक्तिले पनि देशको लागि, समाजको लागि र परिवारको लागि गर्न सक्छ। अहिले परि आयो भने म आफ्नो फ्यामिली आमा बुवालाई हेर्न पाल्न पनि सक्छु। त्यसरी नै हरेक अपाङ्गता भएको व्यक्तिले एउटा शरीरको अङ्ग गुम्दैमा हार खानुपर्ने अवस्था छैन। आफ्नो अधिकार लिनको लागि जस लड्नुपर्छ, परिवारसँग लड्नु किन नपरोस्, आफैसँग लड्न किन नपरोस् र सरकारसँग लड्न किन नपरोस्, अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।